सम्पूर्ण रोगमा काम गर्न सक्ने एकदमै अति नै महत्त्वपूर्ण सञ्जीवनी बुटी समान जडीबुटी जसको प्रयोग आयुर्वेदमा उच्च स्थानमा छ। यसको विषयमा यहाँहरूलाई मैले आज जानकारी गराउन गइरहेको छु। मात्र पाइल्सको विषयमा। पाइल्स भएमा एकदमै दुख्ने गर्छ र पाइल्स छिपिँदै गएमा खुन पनि आउने गर्छ। एकदम पीडा हुन्छ, खपी नसक्नु पीडा हुन्छ। यसलाई ठिक गर्नको लागि यसको भृङराजको प्रयोगले अति उत्तम हुन्छ। अनेकौं दबाई खाँदा पनि ठिक हुँदैन भने भृङराजको मात्र 1 हप्ताको प्रयोगले पूर्ण रूपमा पाइल्सलाई ठिक गर्न सकिन्छ। यो भिडियोमा आज म यहाँहरूलाई यसको प्रयोग कसरी गर्ने, कति मात्रामा गर्ने सम्पूर्ण जानकारी गराउने छु। नेपालमा 88% मानिसहरूलाई कब्जियत छ। कब्जियतको कारणले नै पाइल्स हुने गर्छ। भृङराजको 3-4 पत्तालाई यहाँहरूले सफा गरेर चपाई खाने र 8-10 वटा पत्तालाई हातमा लिएर मजाले मिस्नु होला र त्यो रसलाई पाइल्स भएको स्थानमा लगाउनु होला नियमित 7 दिनसम्म। यदि मासु नै पलाएको छ भने पनि पूर्ण रूपले क्लियर हुन्छ। यहाँले प्रयोग गर्नुभयो भने आश्चर्यमा नै पर्नुहुनेछ। यसको विषयमा अधिक जानकारी यदि यहाँले लिन चाहनुहुन्छ भने कृपया अवश्य कमेन्ट गर्नुहोला। म यहाँको जवाब अवश्य दिनेछु।